नमस्कार, यहाँहरु आरसीएम टेलिभिजन हेरिराख्नु भएको छ। म कबीर। आरसीएम टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम बैंकिङ अवेयरनेस टक शो विथ कबीर को आज हामी सेकेन्ड एपिसोडमा छौं। हामीले बैंकिङ अवेयरनेस टक शोमा विभिन्न बैंकिङ र वित्तीय संस्थाहरूसँग सम्बन्धित ज्ञान प्रवर्धन गर्नका लागि थुप्रै विषयवस्तुमा रहेर कुराकानी अन्तर्क्रिया गर्ने गर्दछौं। हामीसँग यस कार्यक्रममा कुरा गर्नका लागि कैलाली बहुमुखी क्याम्पसमा बीबीए बैंकिङ अध्ययनरत विद्यार्थीहरू हुनुहुन्छ। आज सेकेन्ड एपिसोडमा हामी मोबाइल बैंकिङ विषयवस्तुमा रहेर चर्चा परिचर्चा गर्नेछौं। मोबाइल बैंकिङ हामीले किन प्रयोग गर्ने, यसले हाम्रो जीवनमा के कस्ता महत्त्वहरू दिइरहेको छ, यो मोबाइल बैंकिङ प्रयोग गर्दा आइपर्ने चुनौतीहरू के कस्ता छन्, ती चुनौतीहरूबाट बच्न हामीले के कस्ता उपायहरू अपनाउन सक्छौं लगायतका विषयवस्तुमा हामी आजको यो कार्यक्रममा कुराकानी गर्नेछौं। यो कार्यक्रममा हामीसँग कैलाली बहुमुखी क्याम्पसमा बीबीए अध्ययनरत विद्यार्थीहरू हुनुहुन्छ। यहाँहरू सम्पूर्णले कार्यक्रमलाई अन्तिमसम्म हेर्नुभयो भने मोबाइल बैंकिङसँग सम्बन्धित थुप्रै ज्ञान लिन सक्नुहुनेछ। आउनुहोस् हामी कार्यक्रममा प्रवेश गरौँ। सुरुवातमा हामी मोबाइल बैंकिङ भनेको के हो र यसको प्रयोग गर्नु किन आवश्यक छ, मोबाइल बैंकिङका के कस्ता महत्त्वहरू छन्, त्यस विषयमा पूजाबाट बुझौँ। सम्पूर्णमा नमस्कार। र जस्तै कबीरले सोध्नुभयो मोबाइल बैंकिङ भनेको के हो र यसको वास्तव अर्थ भन्नुपर्दा यसको नाममा नै छ। आफ्नै मोबाइलमा बैंक नै हुनुलाई मोबाइल बैंकिङ नै भनिएको हो। हामीले जो कार्यहरू आफू बैंकमा गएर गर्न सक्छौं त्यो सबै आफ्नो गोजीबाट मोबाइल निकालेर बैंकको एप्लिकेसन युज गरेर गर्न सक्छौं। र तपाईको दोस्रो प्रश्न कि हामीले यसको उपयोग किन गर्ने भन्दाखेरि यसले हाम्रो दैनिक कार्यहरूलाई एकदम सहजता दिएको छ र हाम्रो धेरै समयलाई बचत गरेको छ। यसको केही उदाहरणहरू भन्नुपर्दाखेरि हामीले सानो सानो कामको लागि बैंक धाइराख्नु परेन, आफ्नै गोजीबाट मोबाइल निकाल्ने र आफ्नो आवश्यक परेको कार्यहरू मोबाइलबाटै गर्न सकियो। यसले गर्दाखेरि हाम्रो धेरै समय पनि बचेको छ र हाम्रो कार्यहरू सहज भएको छ, किनभने छिटो छरितो काम हुने हुन्छ। र हाम्रो यसको युज भनेको हामीले सानो काम रिचार्ज गर्नदेखि लिएर ठुलो काम गभर्नमेन्ट अफिसेसहरुमा गएर पनि फाइनान्शियल ट्रान्ज्याक्सन्सहरु गर्न सकेका छौं। यसको साथसाथै यसको अन्य फाइदाहरू त धेरै नै छन्, त्यो भनि राख्दा सबै भ्याउन सकिदैन। र यससँगै हाम्रो अर्को मुख्य फाइदा भनेको हामीले आफ्नो ट्रान्ज्याक्सन्सहरुलाई ट्र्याक गर्न सक्छौं कि हाम्रो सबभन्दा बढी पैसा कहाँ गइरहेको छ, अननेसेसरी खर्च कहाँ भइराखेको छ, त्यही हिसाबले हामीले आफ्नो मन्थली बजेट बनाउन सक्छौं। अनि यसले गर्दाखेरि हामीलाई मात्रै होइन कि बैंकलाई पनि धेरै नै सहयोग पुगेको छ। किन भन्दाखेरि पहिलाको बैंकको भिड र आजभोलिको बैंकको भिड हामीले कम्पेयर गर्न सक्छौं। पहिला बैंकमा कति भिड हुन्थ्यो, सानो कामको लागि बैंक जानु पर्थ्यो, तर आजभोलि त्यस्तो छैन। हामीले सबै आफ्नो कामहरू मोबाइलबाटै गर्ने हुनाले बैंकलाई पनि सहयोग पुगेको छ र यसले गर्दाखेरि हाम्रो डिजिटल लिटरेसी पनि बढेको छ। त्यसैकारण यसको चाहिँ उपयोग हुन्छ र यसको उपयोग हुने क्षेत्रहरू भन्दाखेरि हाम्रो एजुकेसन, हेल्थ, बिजनेस, मार्केट कहीँ पनि यसको उपयोग नहुने भन्नेको क्षेत्र नै छैन। त्यही भएर मोबाइल बैंकिङ चाहिँ एकदमै सजिलो र उपयोगी भएको छ। एकदमै राम्रा कुराहरू जोड्नुभयो। हामीले पूजाज्यूबाट बुझ्न पायौं मोबाइल बैंकिङ भनेको के हो, यो प्रयोग गर्नु हाम्रो जीवनका लागि किन महत्त्वपूर्ण छ, यो त सामान्य पाटोको कुरा रह्यो। अब हामी मोबाइल बैंकिङसँग सम्बन्धित एउटा महत्त्वपूर्ण विषयमा चर्चा परिचर्चा गर्नेछौं। मोबाइल बैंकिङ हाम्रो यो सानो स्मार्टफोनमा लाखौं करोडौं रुपैयाँ हुनु हैन, जस्तै पूजाज्यूले भन्नुभयो सम्पूर्ण मोबाइल बैंकको कामहरू हामीले मोबाइलबाटै गर्छौं हैन। मोबाइलमै हाम्रो लाखौं करोडौं रुपैयाँहरू हुन्छ। त्यो लाखौं करोडौं पैसा कहीं जथाभावी ह्याक भइदिने विभिन्न समस्याहरू हुन्छन्। त्यस विषयमा हामी हाम्रो गेस्टबाट बुझ्नेछौं। म यता तिलकज्यूबाट सुन्न चाहन्छु, मोबाइल बैंकिङ प्रयोग गर्दै गर्दा आइपर्ने समस्याहरू के कस्ता छन् र आम नागरिकले, हाम्रा दर्शकबिनहरूले विभिन्न यी मोबाइल बैंकिङसँग सम्बन्धित समस्याहरूबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ, त्यस विषयमा तिलकज्यूले चर्चा गरिदिनु। सम्पूर्णमा नमस्कार।
मोबाइल बैंकिङ अहिलेको डिजिटल युगमा कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा पूजाजीबाट हामीले जानिसक्यौँ हैन। अनि यो एकदमै अहिलेको सेन्सिटिभ कुरा पनि हो। मोबाइल बैंकिङहरू हामीले चलाउँदै गर्दा विभिन्न किसिमका समस्याहरू हामीले र चुनौतीहरू हामीले भोग्नुपर्ने हुन्छ हैन। अब नेपालको सन्दर्भलाई निहाल्दै गर्दा चाहिँ विशेष गरी देखिने केही समस्याहरू र तिनीहरूका केही समाधानका उपायहरू मैले जाने जति म राख्ने प्रयास गर्नेछु। नेपालको सन्दर्भ हेर्नुपर्दाखेरि चाहिँ एकदमै धेरै व्यापक रूपमा फैलिएको समस्या चाहिँ के हो भने मोबाइल बैंकिङको एप नचल्ने। यो कुनै एउटा पर्टिकुलर बैंकको नभएर है धेरै बैंकहरूको एपहरूको समस्या छ के यो। म आफू व्यक्तिगत रूपमा हेर्नुपर्दा पनि म आरबिबीको मोबाइल बैंकिङको प्रयोगकर्ता हो हैन। मैले पनि बारम्बार यो एपबाट धोका पाइसकेको छु भनौँ है। धेरैचोटि मैले ट्रान्जेक्सन गर्नुपर्दा नहुने हैन। विशेष गरी चाहिँ यो समस्याहरू पिक टाइम जतिखेर चाहिँ एकदम धेरै ग्राहकहरू चाहिँ ट्रान्जेक्सन गरिरहेका हुन्छन् त्यति बेला चाहिँ यो समस्या विशेष गरी देखिने गर्छ के। जसै मात्रै देखिएको समस्या पनि थियो एनपीएलमा अब खल्तीबाट टिकटै किन्न नसकिने समस्या। त्यस्तै समस्याहरू बैंकिङ एपमा पनि धेरै देखिने गर्छन् के। यो पर्टिकुलर एउटा बैंकको नभएर धेरै बैंकहरूको समस्या मैले भनि नै सकेँ हैन। यो विशेष गरी चाहिँ अब सर्भर राम्रो नभएर हैन ट्राफिकहरू धेरै भएर यो समस्या देखिने गर्छ। अब यो समस्या समाधानका लागि चाहिँ अब हामी ग्राहकले आफ्नो तर्फबाट केही गर्न सक्दैनौँ जस्तो मलाई लाग्छ। यसका लागि चाहिँ बैंकहरूले नै पहल गर्नुपर्ने हुन्छ है। बैंकहरूले आफ्नो सर्भरहरू बलियो बनाउने हैन, ठुलो सर्भर युज गर्ने, 2-3वटा सर्भर युज गर्ने। जस्तै कि एउटाबाट के अरे डाउन भयो भने चाहिँ अर्को सर्भरले त्यो काम लियोस् न, त्यसका लागि त्यो गर्न सकिन्छ। अनि तिनीहरूले आफ्नो एपहरूलाई चाहिँ बेला बेला निरीक्षण गर्ने अनि सुधार्नुपर्ने त्यहाँका बगहरू भन्छ हैन, त्यहाँ भएका त्रुटिहरूलाई फाइन्ड गरेर चाहिँ त्यो सुधार्नुपर्ने हुन्छ। अनि यसैसँग जोडेर के समस्या पनि आइरहेको छ भने हामीले यहाँबाट पैसा पठायौँ हैन, हाम्रो मोबाइलबाट चाहिँ काट्यो तर जहाँ पाउनुपर्ने त्यहाँ चाहिँ पैसा पुगेको छैन हैन। कुनै हामीले चाहिँ त्यस्तै हामीले कुनै सर्भिस लियौँ हैन, पैसा चाहिँ काट्यो तर हामीले सर्भिस पाएनौँ। त्यो समस्या पनि त्यही टेक्निकल इस्युहरूका कारण देखिने गर्छ। अब यसका लागि चाहिँ अब त्यो दुईटै बैंकहरू जहाँबाट पठाउने पाउने दुईटै बैंकको त्यो हिसाब मिलाउने काम हुन्छ हैन। एनआरबी अनुसार चाहिँ विशेष गरी अब सेम बैंक हो भने चाहिँ 1 दिनमा हैन, यदि फरक बैंक हो तर नेपालकै संस्था हो भने चाहिँ 3 दिनभित्र हैन भने कुनै एउटा विदेशी संस्था हो भने चाहिँ हाम्रो 30 दिनभित्र त्यो पैसा रिफन्ड भनौँ या फिर्ता आउनुपर्ने हुन्छ हैन। यस्तो भएन भने चाहिँ हामी बैंकमै गएर सम्पर्क पनि गर्न सक्छौँ। अनि एनआरबीको अनलाइन गुनासो पोर्टल पनि छ हैन, त्यहाँ गएर पनि हामीले आफ्नो गुनासो राख्न सक्छौँ। gunaso.nrb.org.np भन्ने त्यहाँ वेबसाइटमा हामीले गएर चाहिँ आफ्नो गुनासोहरू राख्न सक्छौँ। यस्तै नेपालमा एकदम व्यापकै फैलिएको समस्या भनेको चाहिँ यो सेक्युरिटी इस्युलाई लिएर ह्याकिङहरू भयो हैन, फिसिङहरू भयो अनि ठगी यानि फ्रडहरू भयो, त्यो पनि एकदम बढिरहेको छ। हामीले धेरैचोटि कसैको 10 लाख लग्यो, कसैको 20 लाख लग्यो, यस्ता समस्याहरू धेरै हामीले सुन्ने गरेका हुन्छौँ हैन। यो चाहिँ ह्याकरहरूले चाहिँ विशेष गरी फिसिङको माध्यमबाट विभिन्न टेक्निकहरू युज गरेर चाहिँ ह्याक गर्ने गर्छन् के। जस्तै लिङ्कहरू पठाएर हैन, तपाईले यति पैसा जित्नु भएको छ अर्थात् तपाईलाई यो लटरी परेको छ भनेर लिङ्कहरू पठाउने अनि यो प्रोसेस फलो गर्नुस् भनेर त्यहाँबाट पासवर्डहरू लिने, पिनहरू लिने काम गरेर ह्याक गर्छन् हैन। त्यसै अहिले चलन चल्तीमा आएको चाहिँ फोन गर्ने, सिधै म तपाईको बैंकबाट हो हैन, मैले तपाईको बैंकिङ एप रिन्यू गर्नुपर्ने भएको छ या भनौँ केही चेन्ज गर्नुपर्ने भएको छ, तपाईहरु यो प्रोसेस फलो गर्नुस्, यहाँ थिच्नुस् भनेर मोबाइल बैंकिङ एप चलाउन लगाउने अनि त्यहाँबाट ओटिपी कोडहरू माग्ने गरेर त्यसरी ह्याकिङ गर्छन् हैन। अब यसबाट बच्नका लागि चाहिँ हामीले के बुझ्नु पर्यो भने बैंकले कहिले पनि ओटिपी माग्दैन र बैंकले यो पनि भन्दैन कि तपाईको बैंक रिन्यू गर्नुपर्ने भएको छ गर्नु होला भनेर बैंकले कहिले पनि फोन गरेर पर्सनली कसैलाई भन्दैन। त्यस्तो हाम्रो बैंकिङ एप चलेन भने हामीले बैंकमै गएर रिन्यू गर्नुपर्ने हुन्छ र ओटिपी पनि माग्दैन बैंकले। त्यसैले हामीले ओटिपी कतै कहीँ शेयर गर्दै नगर्ने अनि हामीले एकदम पासवर्डहरू चाहिँ आफ्नो बलियो बनाउनु पर्यो हैन। अनि यो समस्याहरू चाहिँ पब्लिक वाइफाई युज गरेर अलिकति धेरै बढिरहेछ के। हामीले पब्लिक वाइफाईहरू जो फ्री हुन्छ विशेष गरी तिनीहरूलाई चाहिँ सकेसम्म नेग्लेक्ट गर्ने, युजै नगर्ने। आफ्नो मोबाइल डाटा एकदम सेफ हुन्छ, त्यहाँबाट युज गर्ने। वाइफाई युज गर्नै परेमा अब सुरक्षित छ कि छैन चेक गरेर मात्रै हामीले वाइफाईहरू युज गर्नुपर्छ। अनि यसैसँग जोडिएर के आउँछ भने ठगीको हैन। अब ठगी कसरी भइरहेछ भने जस्तै तपाईको फेसबुक पेजहरुमा हैन, टिकटक भिडियोहरुमा चाहिँ आफ्नो प्रमोसन गर्ने यो प्रोडक्टहरुको हैन, जस्तै 10,000 को कोड मैले तपाईले 2,000 मा दिन्छु भनेर प्रमोसन हाल्ने अनि त्यहाँबाट कन्ट्याक्ट गर्दाखेरि चाहिँ अब तपाईले यो पैसा पठाउनुस् अनि हामी तपाईलाई सर्भिस दिन्छौं या प्रोडक्ट प्रोवाइड गरिदिन्छौं भनेर पैसा माग्ने अनि त्यहाँबाट भागिहाल्ने। अब यो
डिजिटल बैंकिङले चाहिँ अब ठगीलाई चाहिँ सजिलो बनाइदियो कि उनीहरूले अनलाइनबाट पैसा तुरुन्तै पठाइदिइहाल्छन्। त्यो पैसा पाउने बित्तिकै उनीहरू अर्कोमा एक्सचेन्ज गर्ने या पैसा निकालेर भाग्ने त्यस्ता कामहरू पनि धेरै भइरहेको छ। सो यस्तोबाट पनि हामीले सचेत हुनुपर्छ हैन। सस्तो पायो भन्दैमा त्यो विचार नगरी किनिहाल्ने काम गर्नु हुँदैन। र अर्को एकदमै चलन चल्तीमा आएको समस्या के छ भने बच्चाहरूलाई चाहिँ आफ्नो मोबाइल बैंकिङको हामीले दिने एक्सेस हैन। त्यहाँबाट बच्चाहरूले चाहिँ अब बच्चाहरूलाई थाहा हुँदैन, विशेष गरी सानो बच्चाहरू भयो भने चाहिँ तिनीहरूले आफ्नो मनमर्जीले हैन गेमहरूमा टपअप गरिदिने, गर्लफ्रेन्डहरूलाई गिफ्टहरू दिइदिने हैन। यस्तै समस्या पैसा खर्च गरिदिन्छ अरे। अनि अब ग्राहकहरूलाई त्यो के अरे अभिभावकहरूलाई त्यो थाहा हुँदैन अनि उहाँहरू बैंक जानुहुन्छ। यस्तो समस्या भयो, मेरो बैंकबाट पैसा काट्यो भनेर, खाताबाट पैसा काट्यो भनेर। अब यसका लागि चाहिँ हामीले सकेसम्म बच्चाहरूलाई बैंकिङको पहुँच नदिने हैन। बच्चा जान्ने बुझ्ने भएको छैन भने बैंकिङको पहुँच नदिने। दिनै परेमा चाहिँ हामीले बेला बेलामा चाहिँ त्यसलाई अब हेरिराख्नु पर्यो हैन, के गरिरहेछ, स्टेटमेन्टहरू हेरिराख्ने हैन, त्यो गर्न सकिन्छ। त्यसपछि अर्को समस्या चाहिँ यो बैंकिङतिरबाट अलिकति कमी कमजोरीहरू है। जस्तै हाम्रो कुनै त्यो बैंक एप चलाइराख्दाखेरि कुनै समस्याहरू भयो भने अब बैंकहरूले चाहिँ त्यो हेल्पलाइन नम्बर त राख्नु भएको छ। हेल्पलाइन नम्बरमा फोन गर्दाखेरि कहिले फोन नलाग्ने, कहिले फोन नउठ्ने, फोन उठे पनि राम्रो सोलुसन हामीले नपाउने हैन। अब त्यो ब्रान्चमै गएर हामीले धाउँदा पनि त्यहाँ राम्रोसँग रियाक्ट नगरिदिने हैन, हाम्रो प्रब्लमलाई सोलुसन नदिने, यस्ता समस्याहरू पनि धेरै बैंकहरूका देखिएका छन् हैन। त्यसैले बैंकहरूले चाहिँ अब आफ्नो जवाबदेही हुनु पर्यो। अब समस्याहरू तुरुन्तै समाधान गर्नु पर्यो। एकचोटि त केसम्म भएको थियो भने एकजना व्यक्तिले कुनै निश्चित बैंकको सिइओलाई नै फोन गर्नु परेको के प्रब्लम बैंकिङमा अब एकचोटि ट्रान्सफर भए पैसा फेरि ट्रान्सफर भएर छ हैन। त्यो देखेर अब ग्राहकहरू आत्तिनुहुन्छ अनि फोन गर्नु भएर चाहिँ हेल्पलाइन नम्बरमा कतै नउठ्ने, सिधै केही समयपछि चाहिँ सिइओकै नम्बर लिएर गर्दाखेरि चाहिँ अब बल्ल अनि अलिकति यो डिजिटल समस्या हो भन्ने कुराहरू आएको थियो। अनि बैंकहरूले चाहिँ विशेष गरी यो सिस्टमलाई दोष दिने कामहरू धेरै गर्नुहुन्छ कि यो टेक्निकल कारणले भएको हो है, हामीले यसमा केही गल्ती छैन भन्ने, अनि घुमाइ फिराइ ग्राहककै नै गल्ती बनाइदिने, त्यस्तो कामहरू पनि देखिराखेको हुन्छ हैन। त्यो चाहिँ अब बैंकहरूले बन्द गर्नु पर्यो। त्यो हुन त उहाँहरूलाई नै घाटा हो हैन, कस्टमरहरू डिसेटिस्फाई हुन्छन्, त्यस्ता समस्याहरू पनि देखिरहेका हुन्छन्। यदि कहीँ कतै हाम्रो अब ह्याकिङको कुरा गरिराख्दाखेरि चाहिँ कहीँ कतै हाम्रो मोबाइल ह्याक भइहाल्यो, मोबाइल ब्याङ्किङ ह्याक भइहाल्यो भने पनि हामीले तुरुन्त नै बैंकमा खबर गर्नुपर्ने हुन्छ। बैंकमा खबर गर्दै हाम्रो अब त्यो हाम्रो मोबाइलको खाता भनौँ या ब्याङ्किङ भनौँ त्यो टेम्पोरली चाहिँ बन्द गर्न सकिन्छ। अर्थात् त्यो ट्रान्जेक्सनहरू ट्र्याक गरेर चाहिँ त्यो मान्छेलाई पनि गर्न सकिन्छ। एकदमै राम्रो समस्याहरू र तीबाट बच्नको लागि हामीले अपनाउनु पर्ने उपायहरूको बारेमा तिलकज्यूले सुनाउनु भयो। उहाँले हामीले व्यक्तिगत रूपमा ध्यान दिनुपर्ने कुराहरू जस्तै पासपोर्ट सहज नराख्ने, ओटिपी सेयर नगर्ने लगायतका ध्यान दिनुपर्ने कुरा भन्नुभयो। र ब्याङ्कले पनि कुन कुन क्षेत्रमा सुधार गर्नुपर्ने छ, सर्भर सिस्टमहरू बलियो बनाउनेदेखिका कुराहरू उहाँले जोड्नुभयो। पक्कै पनि हाम्रो दर्शकबिनहरूले यी समस्याहरू को बारेमा र ती समस्याहरूबाट बच्न के कस्ता कार्यहरू गर्नुपर्छ भन्ने विषयमा छोटो मिठो जानकारी पाउनुभयो होला। अब हामी नेपाल जस्तो देशमा पछिल्लो समय कतिको मोबाइल ब्याङ्किङ प्रयोगकर्ताहरू बढेका छन्, यसको प्रभाव के कस्तो छ र मोबाइल ब्याङ्किङको पहुँच बढाउन, वित्तीय साक्षरताको पहुँच बढाउन बैंक तथा वित्तीय संस्थाहरूले के कस्तो भूमिका निर्वाह गर्न सक्छ, यस विषयमा परिचर्चा गर्नेछौँ। म सुभाषबाट बुझ्न चाहन्छु नेपाल जस्तो देशमा मोबाइल ब्याङ्किङको अवस्था के छ र यसको पहुँच बढाउन के कस्ता कार्यहरू गर्न सकिन्छ, त्यस विषयमा यहाँले भन्नुहोला। नमस्ते सबैजनालाई। सर्वप्रथम त धेरै धेरै धन्यवाद प्रश्नको लागि कवीरज्यूलाई। नेपालमा मोबाइल ब्याङ्किङका समस्या, चुनौतीहरू र समाधानका विषयहरू त तिलकजीले भनिसक्नुभयो। त्यस्तै अहिलेको सन्दर्भमा, नेपालको सन्दर्भमा हेर्ने हो भने मोबाइल ब्याङ्किङका प्रयोगकर्ताहरू उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। अहिले 2082 सालको डाटा अनुसार पनि 2,82,00,000 भन्दा माथि युजरहरू मोबाइल ब्याङ्किङका रहेका छन् र त्यस्तै 27 लाख भन्दा माथि इन्टरनेट ब्याङ्किङका युजरहरू रहेका छन्। अझ यसरी हेर्ने हो भने मोबाइल ब्याङ्किङ र इन्टरनेट ब्याङ्किङका युजरहरू उल्लेखनीय वृद्धि त भएको छ, तर यो
पनि जति एकाउन्ट होल्डरहरू छन् त्यसका 50% भन्दा कम हुन्। यो त थियो बैंक तथा वित्तीय संस्थाहरूले प्रोभाइड गरेको डाटा। तर हामीले हाम्रो वरिपरि हेर्ने हो भने पनि यस्तो सहरी भेगहरूमा बच्चादेखि बुढासँग सबैको हातमा मोबाइल छ र उहाँहरूले चाहिँ मोबाइल ब्याङ्किङ चलाइरहनु भएको छ। तर ग्रामीण भेगहरूमा जाने हो भने त्यहाँ औँलामा गन्न सकिने लायकका मान्छेहरूले मात्रै मोबाइल ब्याङ्किङ चलाउन सकिरहेका छन्। त्यसलाई ओभरकम गर्न सक्यौँ भने हामीले अझ यो उल्लासका रूपमा उल्लेखनीय वृद्धि हुने देखिन्छ। जस्तै त्यसको प्रमुख समस्या पूर्वाधारहरूको विकास। ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको पहुँच नभएका कारणले पनि हाम्रो मोबाइल ब्याङ्किङ सेवा विस्तार गर्न असहज भइरहेको छ। त्यस्तै वित्तीय साक्षरताको कमी। सबैलाई साक्षरता छैन, त्यसमा त्यसको बारेमा थाहा छैन, त्यसमा विश्वास गर्न सकिरहेको छैन। त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले आफै त्यहाँ गएर अथवा कसै मार्फत विद्यार्थीहरू मार्फत चाहिँ जनचेतनामूलक कार्यक्रमहरू, साक्षरतामूलक कार्यक्रमहरू, विपन्न लक्षित कार्यक्रमहरू गर्न सक्यौँ भने हामीले त्यो अनुसार पनि अझ वृद्धि हुने देखिन्छ। त्यस्तै सरल र प्रभावकारी प्लेटफर्महरू चाहिँ प्रोभाइड गर्नुपर्छ। अहिले हाम्रो मोबाइल ब्याङ्किङ एपहरू हैन, एसएमएसहरू सबै इङ्ग्लिसमा आएका हुन्छ। युर एकाउन्ट हेज डेबिटेड समथिङ एमाउन्ट भनेर। त्यो चाहिँ इङ्ग्लिस भाषा सबैले बुझ्न सक्दैन। त्यसको चाहिँ ओभरकम गर्नको लागि केही ब्याङ्कहरूले चाहिँ त्यो प्रयासहरू पनि गरेका छन्। तर अझै पनि धेरै ब्याङ्कहरूले त्यो गर्न बाँकी नै छ, जसमा ट्रान्सलेट गरेर चाहिँ सरल भाषामा प्रयोग गर्न सकिने बनायो भने त्यस कारणले पनि अझ वृद्धि गर्न सकिन्छ। त्यस्तै यी सबै कुरा भइसकेपछि विश्वासिलो प्लेटफर्महरू अघि भर्खरै भनिसक्नुभयो तिलकजीले, जहाँ चाहिँ हाम्रो सर्भरको समस्या, त्यो स्वयं मैले पनि फेस गरेको छु, सबैले फेस गरेको छु। मलाई वित्तीय साक्षरता छ, मोबाइल ब्याङ्किङ एप चलाउन आउँछ, इङ्ग्लिस भाषा आउँछ, सुरक्षित कसरी रहने त्यो पनि थाहा छ। तर पनि म अझ त्यसमा पूर्ण रूपमा विश्वास गर्न सकिरहेको छु। किनकि अस्ति भर्खर मात्र रेस्टुरेन्टमा गएँ, मसँग क्यास थिएन, मोबाइल ब्याङ्किङबाट तिर्ला भनेर रेस्टुरेन्टमा गएँ, खाजा खाएँ, तर पैसा तिर्ने बेला सर्भर डाउन भइदियो। झन् मसँग एटिएम थियो र एटिएम गएँ, पैसा निकालेर ल्याएर पेमेन्ट गरेँ। त्यस्तो कुराहरू चाहिँ हामीले ओभरकम गर्न सक्यौँ भने अझ यसलाई प्रभावकारी तरिकाले हुन्छ र अझ हाम्रो चाहिँ यस्ता युजरहरू बढ्ने सम्भावना देखिन्छ। त्यस्तै व्यापारीहरूलाई प्रोत्साहन गर्न सक्यौँ भने जस्तै बिजनेस क्युआरहरू आएको छ, त्यसलाई अझ प्रभाव तरिकाले कसरी गर्न सकिन्छ, कसरी त्यसलाई छिटो र छरितो। कुनै बिजनेस क्युआरमा पनि हामीले देखेको समस्या, आज अहिले पैसा हाल्यो भने त्यो पैसा चाहिँ बेलुका मात्र भेरिफाई हुने। त्यो हाम्रै बिजनेस छ, डेरी छ, त्यसमा चाहिँ के छ भने कहिलेकाहीँ दिनभरि ट्रान्जेक्सन छ, एकैचोटि त्यसको ट्रान्जेक्सन बेलुका मात्र आउँछ। अब कसको आयो कसको आएन त्यहाँनिर समस्या भइरहेको हुन्छ। ती कुराहरूलाई चाहिँ ओभरकम गर्न सक्यौँ भने अनि सरकारी सेवाहरूमा चाहिँ कर तिर्ने त्यसमा डिजिटलाइज भयो भनेर चाहिँ भनिएको छ। तर ओटिपी नआउने कुनै बेला त्यस्ता समस्याहरू आइरहेको हुन्छन्। ती समस्याहरू सबैलाई ओभरकम गर्न सकियो र प्रमुख कुरा चाहिँ ग्रामीण क्षेत्रहरूमा चाहिँ यसको चाहिँ अझ विकास र प्रवर्धन गर्न सकियो भने चाहिँ हाम्रो वित्तीय यो मोबाइल ब्याङ्किङ, डिजिटल ब्याङ्किङको पहुँच अझ बढ्ने सम्भावना देखिन्छ। अनि प्रमुख कुरा ब्याङ्कहरूले गर्नुपर्ने कुरा चाहिँ हाम्रो साक्षरतामूलक कार्यक्रमहरू गर्नु पर्यो। आफै गएर हुन्छ अथवा कुनै विद्यार्थी मार्फतहरू ग्रामीण क्षेत्रमा। अनि इन्टरनेटको पहुँच बढाउन पनि सरकारलाई मद्दत गर्ने, स्थानीय तहलाई पनि मद्दत गर्ने, CSRका कुराहरूमा चाहिँ त्यो जोड्न सकियो भने त्यसले पनि हाम्रो चाहिँ डिजिटल ब्याङ्किङको सेवा विस्तार हुन धेरै मद्दत पुर्याउँछ। धन्यवाद। पक्कै पनि एकदमै राम्रो कुराहरू जोड्नुभयो तपाईँले। दिनुभएका यी उपायहरू यदि ब्याङ्किङ संस्थाहरूले र यी सम्बन्धित निकायहरूले ध्यान दिने हो र यी कुराहरू अगाडि बढाउने हो भने पक्कै पनि मोबाइल ब्याङ्किङको पहुँच बढाउनमा महत्त्वपूर्ण योगदान पुर्याउला। हामीले आजको कार्यक्रममा, आजको यो एपिसोडमा मोबाइल ब्याङ्किङसँग सम्बन्धित थुप्रै कुराकानीहरू जोड्यौँ। एउटा विद्यार्थीको स्तरबाट हामीले ब्याङ्किङ र वित्तीयसँग सम्बन्धित ज्ञान छर्नका निम्ति यो कार्यक्रम यहाँहरूमा आज ल्याएका हौँ। हाम्रो यो कार्यक्रम यहाँहरूलाई कस्तो लागिरहेको छ कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। र मोबाइल ब्याङ्किङसँग सम्बन्धित केही तपाईँले पनि अनुभव गर्नुभएको केही कुराहरू छ भने तपाईँले कमेन्टमा सेयर पनि गर्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद यहाँहरू सम्पूर्णलाई। आफ्नो अमूल्य समयका बावजुद यहाँहरू हाम्रो यो कार्यक्रममा आएर आफूमा भएको ज्ञान सबैमाझ
प्रस्तुत गर्नुभएको छ। यहाँको समयका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र दर्शकबिनहरूले पनि हाम्रो यो कार्यक्रम अन्तिमसम्म हेरिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी धन्यवादका पात्रहरू हाम्रो रेडियो केएमसीको स्टुडियोमा हामीले यो कार्यक्रम सुट गरिरहेका छौँ। त्यसै गरी हामीलाई टेक्निकली जयन्त सिंह भाडज्यूले साथ दिइराख्नु भएको छ, उहाँलाई पनि धन्यवाद व्यक्त गर्दै हामी अर्को अङ्कमा फेरि पनि भेट्ने बाचासहित अहिलेको अङ्कबाट बिदा माग्न चाहन्छौँ। हवस् त, धन्यवाद।